हुँदै गरेको इरान इजरायल युद्धमा इरानको उग्र रूप तपाईहरुले देखि नै रहनु भएको छ। साच्चै भन्ने हो भने मध्यपूर्वका सबैजसो इजरायली अनि अमेरिकी सेनाका अड्डा अनि युद्धपोतमाथि आक्रमण गरिरहेको छ इरानले। तर अचम्मको कुरा चाहिँ के छ भने पाकिस्तानमा भएको अमेरिकी अड्डामा कुनै किसिमको आक्रमण भएको छैन। किन होला भन्ने प्रश्नको उत्तर जान्न चाहनुहुन्छ भने एकैछिन सुन्नु होला। वास्तवमै भन्ने हो भने पाकिस्तान चाइना र इरानको बाटोमा पर्छ। अर्थात् पाकिस्तानलाई इरान र चाइनाले बाटोको रूपमा प्रयोग गरिरहेका छन्। जब इरान र चाइनाले यो युद्धको बेलामा पाकिस्तानलाई बाटोको रूपमा प्रयोग गरिरहेका छन् भने अब आफै हिँड्ने बाटोमा त उनीहरूले अवश्य पनि बम हान्दैनन्। यो बाटोको रूपमा कसरी प्रयोग भइरहेको छ भन्नुहुन्छ भने पाकिस्तान चाइना करिडोर भन्ने एउटा करिडोर बनेको छ जसले चाइनालाई इरानसँग जोडेको छ र त्यो बाटो हुँदै चाइनिज हतियारहरू इरान आइरहेका छन् अनि इरानी तेल चाइना गइरहेको छ। अब के यसको बारेमा अमेरिकालाई थाहा छैन होला त? थाहा नहुने कुरा नै हुँदैन। अमेरिका र यसको बारेमा थाहा नहुने भन्ने प्रश्न नै छैन। तर उनीहरू चुप किन छन् त भन्नुहुन्छ भने हुन त मैले तपाईहरुलाई पहिले नै भनिसकेको थिएँ कि यो युद्ध विश्व युद्धतिर जाँदैन। यो स्ट्राटेजिक युद्ध भइरहेको छ। अहिले कसलाई कहाँ के गर्दा फाइदा हुन्छ उसले त्यो काम गरिरहेको छ क्या। कसैलाई बचाउन या कुनै सत्ता ढाल्न भन्दा पनि यो अहिले हुँदै गरेको वास्तवमै युद्ध चाहिँ स्वार्थको लागि भइरहेको छ। वास्तवमै भनेर हेर्ने हो भने मैले तपाईहरुसँग पहिले नै भनिसकेको छु यो युद्ध अस्तित्वको लडाई पनि हो। इजरायल र इरानको लागि अस्तित्वको लडाई हो। तर अरूको लागि यो युद्ध सौदा हो क्या, बिजनेस पनि भइरहेको छ क्या। यहाँ त्यहाँबाट फाइदा लिनेले फाइदा लिइरहेको छन्, चाइनाले फाइदा लिइरहेको छ, रसियाले फाइदा लिइरहेको छ। अब तपाईले अहिले देखिराख्नु भएको छ पाकिस्तानलाई त झन् चारैतिरबाट मालामाल भइरहेको छ। र साँच्चै भन्यो भने चाइना र इरानको बीचको जुन बिजनेस भइरहेको छ यसलाई रोक्नको लागि चाइनिज करिडोरमाथि आक्रमण गर्नुपर्ने हुन्छ अमेरिकाले। त्यसको मतलब अमेरिकाले डाइरेक्ट चाइनासँग युद्ध मोल्नु हो क्या। जब इरानसँग युद्ध गर्दा गर्दै यो हालत छ, हुन त अप्रत्यक्ष रूपमा चाइना भिडी नै रहेको छ। तर पनि यदि अब प्रत्यक्ष रूपमा नै चाइनासँग पनि युद्ध गर्नु पर्यो, इरान र चाइना नै जसरी यताबाट इजरायल र अमेरिका गएका छन् त्यसरी नै उताबाट चाइना र इरान आए भने के होला त? हुन त यो विश्वयुद्धको रूपमा परिणत हुँदैन। यसले ठूलो रूप लिन सक्छ, यो युद्धले ठूलो विकराल रूप लिन सक्छ। तर यो पहिलेको जस्तो विश्वयुद्ध हुँदैन क्या। किनभने कसैको लागि स्वार्थ छ, कसैको लागि अस्तित्वको लडाई छ हो। जसको लागि यसबाट फाइदा भएको छ या लड्नुपर्ने आवश्यक छ, बाध्यता छ, उनीहरू लडेका छन्। आवश्यकता, बाध्यता अनि व्यावसायिक रूपमा फाइदा हुने राष्ट्रहरू लडेका छन्, आफ्नै हिसाबले लडेका छन् क्या। जति राष्ट्रहरू योभन्दा अलग छन्, जसलाई यसबाट लेना देना छैन, उनीहरूको लागि साँच्चै भन्यो भने यो युद्ध समाचार मात्र छ। भनेपछि अब हुने युद्धहरू स्ट्राटेजिक हुन्छन्। आफूलाई के कुरा चाहिएको छ, कसलाई के कुरा मनाउनु परेछ, कसलाई कुन ल्यान्ड चाहिएको छ। अब हेर्दै जानु होला यो 75 वर्षमा इन्डिया र पाकिस्तानले लगभग 4 वटा युद्ध लडिसकेका छन् र अझै पनि हामीले अर्को एउटा युद्ध देख्नेवाला छौं।